अनुदानबाट चाहिँ के भइरहेको छ, यहाँको शैक्षिक स्तर कस्तो छ, मोहनमाविभित्र चाहिँ शिक्षकहरूको बिचको सम्बन्ध कस्तो छ, अभिभावकसँग चाहिँ मोहनमाविका शिक्षकहरूसँगको व्यवस्थापन समितिसँगको सम्बन्ध कस्तो छ, विद्यार्थीहरूले अभिभावकप्रति या शिक्षकहरूप्रति चाहिँ विद्यालयप्रति राख्ने धारणा उनीहरूको विचार के छ भन्ने कुरालाई नै समग्रमा बुझ्न खोजेको जस्तो लाग्यो मलाई चाहिँ होइन। त्यो हिसाबले गर्दाखेरि अब अहिले हामीले एउटा प्रको के अरे इन्डिकेट गरे पनि समग्रमा मोहनमाविलाई नै हामीले कसरी अगाडि बढाउनु भन्ने कुरालाई हिजोदेखि नै हामी दलिन्छौँ, आज पनि छौँ, भोलि पनि रहिरहन्छौँ। यसको लागि त हामी अझै पनि अगाडि बढिरहन्छौँ। यसमा दुई मतको कुरै छैन। त्यसले गर्दाखेरि अब सबैजनाबाट सकारात्मक नै जान्छ होला भन्ने चाहिँ मैले चाहिँ पुरा आशा लिएको छु। त्यस्तो नकारात्मकै व्यक्तिगत नकारात्मकै छ भने पनि हामी बस्दै होइन। त्यसले गर्दाखेरि त्यो कुराहरूलाई चाहिँ एन्टी लाइट आउँछ। व्यक्तिगत कुराहरूमा चाहिँ कता छ त्यसलाई छुट्टै बसेर चाहिँ मेटाउँ भएका कुराहरूलाई चाहिँ यसमा चाहिँ इन्डिकेट गर्दाखेरि स्कुललाई नै असर पर्न जाला। भोलि त हामीले त्यो स्कुललाई त ठुलो धरोहरको रूपमा लिएका छौँ नि त। 12 नम्बरमा अरू कतिवटामा सरकारी स्कुलै छैन, कतिवटामा फेरि चाहिनेभन्दा बढी छ। हाम्रो यसमा ठिकै एउटा छ है। त्यसले गर्दाखेरि हामीले यसलाई त अघि कुरा गर्दा पनि प्रदेशमा कुरा गर्दा पनि हामीलाई वार्डबाट र नगरबाटै पुगेको प्रदेश किन आउनु परेको भन्ने मैले बस लगाएँ नि। किन अहिले हामी तत्कालीन समयमा हामी निर्वाचित भएर कया त भगवानका भक्त थिइन्, सबै भगवानका नाम गुणानुवाद गरेर बसैबाले भागी दिनुहुने सबै। ओम नमो भगवती वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। वासुदेवाय भज वासुदेवाय, वासुदेवाय भज नन्दनन्दनाय, नन्दनन्दनाय भज नन्दनन्दनाय, नन्दनन्दनाय भज नन्दनन्दनाय। ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। वासुदेवाय भज वासुदेवाय, वासुदेवाय भज वासुदेवाय, वासुदेवाय भज वासुदेवाय, वासुदेवाय भज वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। वासुदेव भगवानको यी कयादु भगवानको यस्तो भक्त थिइन्, मार्गस्पर्शी भक्त थिइन्। उनी सधैँ मनमानले यही मन्त्र जपेर बसिरहन्थिन्। अनि कयादुले नारदजीसँग भन्ने नारदजी भगवानका चरित्रहरू गुणानुवादहरू मलाई श्रवण गराइदिनुहोस् न। भगवानका गुणानुवादहरू श्रवण गर्ने साह्रै ठुलो इच्छा लागेको छ। त्यसो भएको हुनाले मलाई सुनाइदिन्छु भनेपछि सारा भगवानका गुणानुवादहरू सुनाउनु। विभिन्न किसिमका भगवानका नारायणका आद्यपान्तका चरित्रहरू सुनाउँदै सुनाउँदै जानुभयो। संसार, यो संसार हामीले देखेको ब्रह्मको छायाबाट उत्पत्ति भएकी मायाको कार्य हो। आफू कारण रूपमा भगवान बसेर मायालाई यो कार्य गराउन लगाउनु भएको। यो संसारको कोही अस्तित्व छैन, कोही अस्तित्व छैन। जुन भगवानका भक्तहरू छन् ती भक्तले संसारको मोहलाई त्याग गरेर भगवानको माया, जुन माया छ त्यो भगवानका यी देखिएका वस्तुहरू मिथ्या हुन्, यिनलाई त्यागेर परमात्माको भजन गर्नुपर्छ, ईश्वरको भजन गर्नुपर्छ, ईश्वरको कीर्तन गर्नुपर्छ, ईश्वरकै गुणानुवादहरू गर्नुपर्दछ। त्यही नै सर्वश्रेष्ठ हो भनेर नारदजीले कयादुलाई कथा सुनाइदिनु भयो भगवानको विविध कथा। अनि गर्भस्थमा रहेका ती प्रहलादजीले पनि आमाका गर्भमा बसेर जति कथा सुनाउनु भएको त्यति सबै कथाहरू प्रहलादजीले सुन्नुभयो गर्भमा बसेर। राधे राधे। भक्तवत्सल भगवानको होइन गर्भमा बसेर पनि भगवानका चरित्रहरू श्रवण गर्ने अवसर प्रहलादजीले प्राप्त गर्नुभएको थियो। प्रहलाद जन्मिनु भयो, अत्यन्त ध्यानी हुनुभयो, ज्ञानी हुनुभयो, गुणी हुनुभयो, सधैँ मुस्कानमा रहने, कहिले नरिसाउने, कहिले अँध्यारो मुख नलगाउने,
कहिले झगडा स्वभाव नभएको, कहिले झगडा नगर्ने सानो बच्चा जन्मिने बित्तिकै जन्मिनुभयो अनि उहाँलाई सबै भगवानप्रतिका आस्था, विश्वास र भरोसा जन्मिने बित्तिकै हे भगवान यो संसारमा मलाई हजुरले पठाउनु हो नि यो दुःखका सागरमा भनेर उहाँलाई त्यो दुःखका सागरमा आउनु पर्यो। अब दुःख भोग्नु पर्छ भन्ने त्यो कुरा पनि थाहा थियो। अब मनुष्य जीवन त प्राप्त गरिहाल्यो, जन्म त प्राप्त गरिहाल्यो, अब यसलाई सार्थक बनाउनु पर्दछ, परमात्मामा लगेर यो जीवन मिलाउनु पर्दछ भन्ने उहाँमा यस्तो ज्ञान थियो। सधैँ भगवानका हरि कीर्तन कथा श्रवण गर्ने, ध्यान गर्ने, कीर्तन गर्ने, मनन गर्ने, चिन्तन गर्ने, खेल्दाखेरि पनि भगवानका मूर्तिहरू बनाउने, त्यही मूर्तिमा पूजा गर्ने खेल पनि यस्तो हुन्थ्यो उहाँका। शङ्खको चित्र बनाउने, घण्टका चित्र बनाउने, नारायणका चित्र बनाउने, लक्ष्मीका चित्र बनाउने, बालुवामा कोरेर, धुलोकोमा कोरेर, कागजमा कोरेर, भित्तामा कोरेर जहाँ जहाँ खेल्नुहुन्थ्यो। काठका बनाउँथ्यो, पातका धुना टपरी बनाएर पनि धुना पातहरू सिलाएर भगवानका मूर्ति आकार प्रकार बनाउने। राधे राधे। साह्रै ठुलो फाइदा हो। स्वाहा जंफट 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 स्वाहा। We'll be back after 10 minutes. गुरुदेव बर्थडेको अवसरमा गौमातालाई सेवाको लागि प्रतिदिनका साथीहरूसँग सहभागी हुँदै शरीरमा भएको परिवर्तनप्रति सचेत हौँ। बिस्तारै सुक्खा आसनमा आउँ। खुट्टाहरू झमझमाएको छ नि थपथपाउन सक्नुहुन्छ। सुक्खा आसनमा अब सुदर्शन क्रियाको लागि तयार हौँ गुरुदेवको आवाजमा। र गुरुको जन्मोत्सवका उपलक्ष्यमा यहाँ उपस्थित हुनु भइदिनु भएकोमा यहाँ सबैलाई कोटि कोटि नमन गर्दै निरन्तर यो महायज्ञमा स्वयंसेवकको भूमिका निर्वाह गर्नका लागि आटा फुलिलाई हामी हार्दिक अनुरोध पनि गर्न चाहन्छौँ।
सधैँ दर्शन पाइयोस्। मैले त्यही भने त्यहाँ ढाँटेको होइन, सत्य भनेको सत्य भने एउटा फरक आउनु उता जम्मै फर्केको खिचिदिनु भयो अनि जम्मै घाँटी बजारे Namo
अगाडि बढिरहेको छ। त्यस कारणले गर्दाखेरि यिनीहरू भर्चुअल संसारमा एकदमै टेक्नोलोजीको कुरामा एकदमै अगाडि छन्। मोबाइल ल्यापटपको कुरामा पनि यिनीहरू एकदमै अगाडि छन्। सम्पूर्ण कुरामा अगाडि छन्। अब यिनीहरूले गर्न नसकेको कुरा चाहिँ के हो भने केही चिजलाई यिनीहरूले आफ्नो पढाइमा चाहिँ हेल्प हुने तरिकाले युज गरेको भए यसले पसिबल दिन्थ्यो। तर पढाइ सबै एकतिर अनि त्यसपछि काम गराइ एकतिर भएको कारणले गर्दाखेरि समस्या भएको हो। होइन भने कुन चाहिँ क्वेसन यस्तो छ जसको एन्सर यिनीहरूले पत्ता लगाउन सक्दैन। यिनीहरूले तपाईँ हामीले सोचे भन्दा धेरै नै तपाईँको त भन्दाखेरि एकदमै जटिल प्रश्नहरूको पनि उत्तर यिनीहरूले सजिलैसँग पत्ता लगाउन सक्छ। तर उनीहरूले त्यो गरिराखेका छैनन्। त्यस कारणले गर्दा समस्या भएको अलिकति आइटीसँग जोडिने हामीले बाबु नानीहरूलाई अब गराउनु पर्ने आवश्यकता रहन्छ। तर यति भन्दै गर्दाखेरि बाबु नानीहरूलाई मोबाइल दिने अनि उनीहरू मोबाइल लिने अनि त्यसपछि ढोकाको चुकुल लगाएर भित्र बस्ने म्याक्सिमम यही हुन्छ। ढोका ढकढक गरेर खोल्न भन्दाखेरि भित्रबाट त्यो मान्छे नै छैन जस्तो एकदम सुनसान रेस्पोन्स पनि नगर्ने मैले धेरै देखाएको छु। हामी गार्जेनको भेला घर घरमा जाँदाखेरि लास्ट इयरको पनि एक्सपिरियन्स हो। एकजना नानीको कक्षा 9को विद्यार्थी भाइ बहिनीसँग कक्षा 8को आज हामी 6 र 7को विद्यार्थी भाइ बहिनीसँग बस्छौँ र त्यो विषयमा हाम्रो शैक्षिक सत्र पनि सुरु भएको छ। कहिले शनिबार मात्रै बिदा, कहिले आइतबारको बिदा, राज्यले यो कहिले के गर्ने भन्दा भन्दै यो गत हप्ताबाट एउटा प्रष्ट रूपमा मार्गचित्र निर्धारण गरिसकेको छ। आइतबार र सोमबार, शनिबार आइतबार बिदा, बाँकी रहेको शुक्रबार पनि पुरा पढाइ हुने भनेर निर्धारण गरिसकेको छ। त्यसमध्ये बिदाहरूको शैक्षिक कार्यक्रमको मानदण्ड निर्माण गरिसकेको छ। हामी पनि निर्माण गर्छौँ है। त्यो रूपमा हामी अगाडि बढेका छौँ। र त्यता है नानीहरू राम्रोसँग सुनौँ। र विद्यालयमा 6 घन्टा हामीसँग हुन्छन् नानीहरू, बाँकी रहेको समय हजुरहरूसँग हुन्छन् नानीहरू। यो बिचमा बाटोमा आउने जानेदेखि लिएर साथीहरूको बाटोको सन्दर्भ कस्तो छ त्यो कुरा पनि विचार गर्नु पऱ्यो। विद्यालयमा आइसकेपछि शिक्षकहरूले पढाउने सन्दर्भमा बोर्डको समस्या परेको छ भने यहाँनिर समस्या पऱ्यो है भनेर विषयका शिक्षकको कुरा अथवा यहाँ प्रशासनिक कुरा हुन सक्छ। त्यो बेला बेलामा आएर हजुरहरूले हामीलाई दिनुभयो भने हामीले पनि हजुरको बाबु नानीहरूलाई देखरेख गर्ने मौका पाउँछौँ। हजुरको बाबु नानीहरूले पनि कुनै किसिमको सन्दर्भ भएको छ भने पनि त्यो सन्दर्भबाट छुटकारा गिराउनुको निम्ति एउटा सही मार्गदर्शन हुँदैछ। त्यो विद्यार्थी अभिभावक र शिक्षकहरूको बिचको विद्यालयको एउटा सम्बन्धले हाम्रा बाबु नानीहरूको उज्जवल भविष्य, उज्जवल शिक्षाको निम्ति पनि अगाडि बढ्ने बाटोमा पक्कै पनि हामी त्यसको निम्ति तयारी छौँ। हजुरहरूको तयारी छ, विद्यार्थी भाइहरूले तयारी गर्छौँ भन्ने हेतुका साथ
यस्तो खालि जम्प आउँछ नमस्कार सर अनि यो जम्प जान्छ अनि फर्केर यसमै मात्रै आउँछ कि मैले अनि बच्चाहरूलाई यो पढाउने सामग्रीहरू पनि कहाँ हुन्छ त्यो पनि मेसो पाइनँ सर। थ्याङ्क यू सर, नमस्कार। मैले पठाएको छु। छोड्न चाहे सायद मैले के राम्रो काम गरेको स्कुलको प्रगतिमा मैले सहयोग गरेको थिएँ होला। तपाईँले देख्नु भएको थियो 5 वर्षमा आउँदै गर्दा स्कुलको कन्डिसन कस्तो थियो र अहिले कहाँसम्म पुग्यो तपाईँहरूले त जानकारी त दिनु होला नि, होइन? फरक फरक भएको त्यही फरक देख्नु भएको भएर चाहिँ मलाई सायद केही न केही एउटा चाहिँ एउटा तरिका निकालेर उहाँले कसरी राख्न सकिन्छ, आफ्नो यत्रो योगदान जे पनि योगदान त गरेका छौँ, सङ्घर्ष गरेका छौँ, गरेर नै आज चाहिँ सबै मिलेर चाहिँ हामी यहाँसम्म आइपुगेका छौँ। यति राम्रो रिजल्ट दिन सकेका छौँ। त्यही भएको भएर हाम्रो स्कुलले मात्रै गरेर यो चिज हुँदैन। स्कुलमा क्षमता पढाइले पुग्दैन। स्कुलको टिचरले राम्रोसित पढाएर पढाउनुहुन्छ तपाईँको विद्यार्थीलाई, हाम्रो विद्यार्थीलाई भनौँ न, तपाईँको चाहिँ बालबच्चालाई। तर के हुन्छ भने पहिलो स्कुल भनेको चाहिँ घर हो, बोकेर भनौँ न, घरमा संस्कार सिकिन्छ, होइन? ठुलोबाट इन्जोय गर्न सिकिन्छ, होइन? आमाबाउ सिकाउनु हो त अब आमाबाउले होइन अब यो हामीलाई अब राम्रोसँग स्कुलतिर पढेको हुन्छ, काममा जानु छ, यहाँ कतिजना हुन्छ। मैले आज पनि याद गरेको थिएँ, आज पनि 8:30 बजे विद्यार्थी हुँदा कस्तो समस्या छ, लेख्दैछु त्यहाँ पुगे। तर के त्यो हुँदा भने पनि के याद गरिदिनु पऱ्यो भने मेरो अनुदानबाट चाहिँ के भइरहेको छ, यहाँको शैक्षिक स्तर कस्तो छ, मोहनमाविभित्र चाहिँ शिक्षकहरूको बिचको सम्बन्ध कस्तो छ, अभिभावकसँग चाहिँ मोहनमाविका शिक्षकहरूसँगको व्यवस्थापन समितिसँगको सम्बन्ध कस्तो छ, विद्यार्थीहरूले अभिभावकप्रति या शिक्षकहरूप्रति चाहिँ विद्यालयप्रति राख्ने धारणा उनीहरूको विचार के छ भन्ने कुरालाई नै समग्रमा बुझ्न खोजेको जस्तो लाग्यो मलाई चाहिँ, होइन? त्यो हिसाबले गर्दाखेरि अब अहिले हामीले एउटा प्रको के अरे इन्डिकेट गरे पनि समग्रमा मोहनमाविलाई नै हामीले कसरी अगाडि बढाउनु भन्ने कुरा हिजोदेखि नै हामी दल्दिन्छौँ, आज पनि छौँ, भोलि पनि रहिरहन्छौँ। यसको लागि त हामी अझै पनि अगाडि बढिरहन्छौँ। यसमा द्विमतको कुरै छैन। त्यसले गर्दाखेरि अब सबैजनाबाट सकारात्मक नै जान्छ होला भन्ने चाहिँ मैले चाहिँ पुरा आशा लिएको छु। त्यस्तो नकारात्मकै व्यक्तिगत नकारात्मकै छ भने पनि हामी बस्दै होइन? त्यसले गर्दाखेरि त्यो कुराहरूलाई चाहिँ एन्टी लाइट आउँछ। व्यक्तिगत कुराहरूमा चाहिँ कता छ त्यसलाई छुट्टै बसेर चाहिँ मेटाउँ। डिस्प्ले नै हुँदैन बाबु, के अन्य होला कसरी? यो चाहिँ डिस्प्ले यतातिर त भयो, हेर्छ नि यहाँ हजुरलाई देखाउनु लगाएको फोनै भयो। यसको यो कन्टेन्ट चाहिँ डिस्प्ले हुँदैन, उस चाहिँ मोनिटर चाहिँ डिस्प्ले हुन्छ। भएको कुराहरूलाई चाहिँ यसमा चाहिँ इन्डिकेट गर्दाखेरि स्कुललाई नै असर पर्न जाला। भोलि त हामीले त्यो स्कुललाई त ठुलो धरोहरको रूपमा लिएका छौँ नि त। 12 नम्बरमा अरू कतिवटामा सरकारी स्कुलै छैन, कतिवटामा फेरि चाहिनेभन्दा बढी छ। हाम्रो यसमा ठिकै एउटा छ, है? त्यसले गर्दाखेरि हामीले यसलाई त अघि कुरा गर्दा पनि परदेशमा कुरा गर्दा पनि हामीलाई वार्डबाट र नगरबाटै पुगेको परदेश किन आउनु परेको भनेर मैले भन्नु पनि कस लगाएँ नि। अहिले हामी तत्कालीन समयमा हामी निर्वाचित भएर कहे तो भगवान का भक्त थे, सारे भगवान का नाम गुणानुवाद करेगा भाई के दिन सारे। ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय, वासुदेवाय भज वासुदेवाय, वासुदेवाय भज नंदनंदनाय, नंदनंदनाय भज नंदनंदनाय, नंदनंदनाय ओम नमो भगवते वासुदेवाय, ओम नमो
भगवते वासुदेवाय वासुदेवाय भज वासुदेवाय वासुदेवाय भज वासुदेवाय वासुदेवाय भज वासुदेवाय वासुदेवाय भज वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेव भगवानको यी गयादु भगवानको यस्तो भक्त थिए मार्गस्पर्शी भक्त थिए उनी सधैँ मनले यही मन्त्र जपेर बसिरहन्थिन् अनि गयादुले नारदजीसँग भन्ने नारदजी भगवानका चरित्रहरू गुणानुवादहरू मलाई श्रवण गराइदिनुहोस् न भगवानका गुणानुवादहरू श्रवण गर्ने साह्रै ठुलो इच्छा लागेको छ त्यसो भएको हुनाले मलाई सुनाइदिन्छु भनेपछि सारा भगवानका गुणानुवादहरू सुनाउनु विभिन्न किसिमका भगवानका नारायणका आद्यपान्तका चरित्रहरू सुनाउँदै जानुभयो संसार यो संसार हामीले देखेको ब्रह्मको छायाबाट उत्पत्ति भएकी मायाको कार्य हो आफू कारण रूपमा भगवान बसेर मायालाई यो कार्य गराउन लगाउनु भएको यो संसारको कोही अस्तित्व छैन जुन भगवानका भक्तहरू छन् ती भक्तले संसारको मोहलाई त्याग गरेर भगवानको माया जुन माया छ त्यो भगवानका यी देखिएका वस्तुहरू मिथ्या यिनलाई त्यागेर परमात्माको भजन गर्नुपर्छ ईश्वरको भजन गर्नुपर्छ ईश्वरको कीर्तन गर्नुपर्छ ईश्वरकै गुणानुवादहरू गर्नुपर्दछ त्यही नै सर्वश्रेष्ठ हो भनेर नारदजीले कायदुलाई कथा सुनाइदिनु भयो भगवानको विविध कथा अनि गर्भस्थमा रहेका ती प्रहलादजीले पनि आमाका गर्भमा बसेर जति कथा सुनाउनु भएको त्यति सबै कथाहरू प्रहलादजीले सुन्नुभयो गर्भमा बसेर राधे राधे भक्तवत्सल भगवानको होइन गर्भमा बसेर पनि भगवानका चरित्रहरू श्रवण गर्ने अवसर प्रहलादजीले प्राप्त गर्नुभएको थियो प्रहलाद जन्मिनुभयो अत्यन्त ध्यानी हुनुभयो ज्ञानी हुनुभयो गुणी हुनुभयो सधैँ मुस्कानमा रहने कहिले नरिसाउने कहिले अँध्यारो मुख नलगाउने कहिले झगडा स्वभाव नभएको कहिले झगडा नगर्ने सानो बच्चा जन्मिने बित्तिकै जन्मिनुभयो अनि उहाँलाई सबै भगवानप्रतिका आस्था विश्वास र भरोसा जन्मिने बित्तिकै हे भगवान यो संसारमा मलाई हजुरले पठाउनु हो नि यो दुःखका सागरमा भनेर उहाँलाई त्यो दुःखका सागरमा आउनु पर्यो अब दुःख भोग्नु पर्दछ भन्ने त्यो कुरा पनि थाहा थियो अब मनुष्य जीवन त प्राप्त गरिहाल्यो जन्म त प्राप्त गरिहाल्यो अब यसलाई सार्थक बनाउनु पर्दछ परमात्मामा लगेर यो जीवन मिलाउनु पर्दछ भन्ने उहाँमा यस्तो ज्ञान थियो सधैँ भगवानका हरि कीर्तन कथा श्रवण गर्ने ध्यान गर्ने कीर्तन गर्ने मनन गर्ने चिन्तन गर्ने खेल्दाखेरि पनि भगवानका मूर्तिहरू बनाउने त्यही मूर्तिमा पूजा गर्ने खेल पनि यस्तो हुन्थ्यो उहाँका शङ्खको चित्र बनाउने घण्टका चित्र बनाउने नारायणका चित्र बनाउने लक्ष्मीका चित्र बनाउने बालुवामा कोरेर धुलोटोमा कोरेर कागजमा कोरेर भित्तामा कोरेर जहाँ जहाँ खेल्नुहुन्थ्यो काठका बनाउँथ्यो पातका धुना टपरी बनाएर पनि धुना पातहरू सिलाएर भगवानका मूर्ति आकार प्रकार बनाउने राधे राधे